नमस्कार, स्वागत छ यहाँहरुलाई। हामीले यसभन्दा अगाडिको भिडियोमा कम्पनीको ठेगाना परिवर्तन गर्नको लागि के कागजातहरु आवश्यक रहन्छन् र ती कागजात कसरी तयार गर्ने भन्ने विषयमा चर्चा गरिसकेका छौं। आजको यस भिडियोमा हामीले ती कागजातहरुलाई कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा कसरी अपलोड गर्ने भन्ने कुरामा चर्चा गर्ने छौं। सँगै रहनु होला। हामीले सुरुमा कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइट ocr.gov.np मा जान्छौं। त्यसपछि हामी यो होम पेजमा आइसकेपछि हामी यहाँ तल आएर क्यामिस लगइनमा जान्छौं। यहाँ आइसकेपछि हामीले आफ्नो कम्पनीको प्रयोगकर्ताको नाम र पासवर्ड राखेर लगइन गर्छौं। लगइन गरिसकेपछि हामी यो पेजमा आइपुग्छौं। यो पेजमा आइसकेपछि हामी यहाँ तल रहेको दर्ता पश्चातका गतिविधिहरू मध्येको जारी राख्नुहोस्मा क्लिक गर्छौं। यहाँ आइसकेपछि हामीले यहाँ सुरु गर्नुहोस्मा क्लिक गर्दा नि भो अथवा यहाँ नयाँ सिर्जना गर्नुहोस्मा क्लिक गर्दा पनि भो। हामीले यहाँ क्लिक गरेर अब हामीले यहाँ रहेको अप्सन मध्ये यहाँको स्थान परिवर्तनमा क्लिक गर्छौं र अर्कोमा क्लिक गर्छौं। यो पेजमा आइसकेपछि हामीले यहाँनिर आफ्नो कम्पनीको पुरानो ठेगाना हेर्न सकिन्छ। त्यसपछि हामी कार्यालयको स्थान परिवर्तनको लागि हामीले केही विवरण मात्रै परिवर्तन गर्नुपर्ने छ। पुरानो ठेगानामा पनि हामीले सिधा यहाँ क्लिक गरेर जुन परिवर्तन गर्ने हो त्यो मात्रै परिवर्तन गर्दा भो। यदि सम्पूर्ण विवरणहरू चेन्ज गर्नुपर्ने छ भने हामी म्यानुअली यहाँ गएर एक गर्दै विवरण भर्छौं। मानौ मेरो नयाँ ठेगाना बागमती प्रदेशमा रहनेछ, जिल्ला काठमाडौँमै रहनेछ, त्यसपछि स्थानीय निकायमा काठमाडौँ महानगरपालिकै रहनेछ र वडा नम्बर 1 रहनेछ। यति गरिसकेपछि हामीले टोल वा सडक छान्न पर्ने हुन्छ। यहाँ क्लिक गरिसकेपछि यहाँ म्याप आउँछ। त्यसपछि हामीले यो म्यापलाई जुम गरेर हाम्रो नयाँ ठेगाना कहाँ रहन्छ त्यहाँ हामीले यो मार्क आउट गरेर त्यसपछि स्थान सेट गर्नुहोस्मा क्लिक गर्छौं। यति गरिसकेपछि यहाँ अक्षांश र देशान्तर यहाँ अटोमेटिक आउँछ। त्यसपछि यहाँ ठेगाना लाइन भनेको छ। हामीले यहाँ पर्टिकुलर एउटा ठेगाना के छ त्यसलाई राख्छौं। मानौ मैले यहाँनिर 3 कुनै राखे। त्यसपछि हामीले यहाँ सम्पर्क नम्बर राख्नुपर्ने हुन्छ। माथिका विवरणहरू भरिसकेपछि हामी तल आउँछौं। त्यसपछि हामीले ठेगाना परिवर्तन कुन निर्णयको माध्यमबाट भएको हो त्यो छान्नु पर्ने हुन्छ। वार्षिक साधारण सभा अथवा विशेष साधारण सभा गर्ने कम्पनी छन् भने यी दुईटामा एउटा हुन्छ। यदि नगर्ने छ भने समितिको बैठकद्वारा हुन्छ। यो छान्नु पर्ने हुन्छ। हामीले यसभन्दा अगाडिको भिडियोमा कम्पनीको ठेगाना परिवर्तन विशेष साधारण सभाबाट गर्ने भनेर हामीले कागजातहरु तयार गरेका थियौं। त्यही अनुसार हामीले विशेष साधारण सभामा क्लिक गर्छौं। त्यसपछि हाम्रो निर्णय कहिले भएको थियो त्यो मिति यहाँ छान्नु पर्ने हुन्छ। यो मिति छानिसकेपछि प्रस्तावित संशोधनका कारणहरू के हुन् हामीले यहाँ खुलाउनु पर्ने हुन्छ। यहाँ कारणहरू खुलाइसकेपछि हामीले अर्कोमा क्लिक गर्छौं। त्यसपछि हामी यो पेजमा आइपुग्छौं। यहाँनिर रेभिन्यू डिटेल यहाँ हेर्न सकिन्छ। कुनै राजस्वहरू लाग्ने छ भने पनि यहाँ आउँछ। यदि जरिवाना लाग्ने छ भने पनि यहाँ आउँछ। हाम्रो यसमा कुनै राजस्व लाग्दैन, तर हामीले प्रबन्ध पत्र नियमावली संशोधनको दफा को हामीले जुन मिटिङ गरेका थियौं, इजिएम गरेका थियौं, त्यो इजिएम हामीले यहाँ दिएको म्याद अथवा इजिएम गरेको 30 दिन भित्र र थप म्याद अर्को 30 दिन भित्र हामीले पेश गरिएन भने यसमा जरिवाना लाग्न सक्छ। हामीले यसलाई समयमै गरेका छौं, त्यही भएर यहाँ त्यस्ता जरिवानाहरू पनि केही आएको छैन। हामी त्यसपछि अर्कोमा क्लिक गर्छौं। अर्कोमा क्लिक गरिसकेपछि हामी यो पेजमा आइपुग्छौं। यहाँ हामीले ठेगाना हेर्न सक्छौं जुन हामीले परिवर्तन गरेका थियौं। यदि यसलाई हामीले केही गल्तीहरू देख्यौं भने यहाँ आवेदन सम्पादनमा गएर हामीले चेन्ज पनि गर्न सक्यौं। त्यसपछि हामी यहाँ तल आएर अब के कागजातहरु तयार गरेका थियौं त्यसलाई एक गर्दै अपलोड गर्छौं। जस्तै यहाँ 3 मा अलि अपलोड गर्छौं। यहाँ हामीले विशेष साधारण सभाको कागजात तयार गरेका थियौं त्यसलाई अपलोड गर्छौं। त्यसपछि कम्पनीको ठेगाना एउटा प्रबन्ध पत्रमा पनि हुन्छ, एउटा नियमावलीमा पनि हुन्छ। त्यही भएर हामीले दुवै परिवर्तन गर्नुपर्ने हुन्छ। त्यही भएर यहाँ संशोधित नियमावली अपलोड गर्नुपर्ने हुन्छ भने यहाँ संशोधित प्रबन्ध पत्र अपलोड गर्नुपर्ने हुन्छ। यदि कुनै विशेष खालका कम्पनीहरुलाई ठेगाना परिवर्तन गर्नु अगाडि कुनै सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने छ भने हामीले त्यसको कागजातहरु छ भने यहाँ अपलोड गर्छौं। निवेदन यहाँ अपलोड गर्छौं। त्यसपछि अन्यमा अख्तियारी जस्ता कागजातहरु छन् भने हामीले यहाँ अपलोड गर्छौं। त्यसपछि सञ्चालक समितिको निर्णयहरु छन् भने हामीले यहाँ अपलोड गर्छौं। यी सबै अपलोड गरिसकेपछि हामीले बुझाउनुहोस्मा क्लिक गर्छौं। त्यसपछि हामी यो पेजमा आइपुग्छौं। यो पेजमा आइसकेपछि हामीले यहाँ लास्टमा रहेको बुझाउनुहोस् अप्सनमा क्लिक गर्छौं। बुझाउनुहोस् अप्सनमा क्लिक गरिसकेपछि हामीले
हाम्रो आवेदनको विवरण हेरेर त्यो आवेदन नम्बर लिएर हामी कम्पनी रजिस्ट्रारको कार्यालयमा जान्छौँ। त्यहाँ गएर त्यसलाई भेरिफाई गराएर ठेगाना परिवर्तनको कामहरू अगाडि बढाउन सक्छौँ र सबै कामहरू भइसकेपछि हाम्रो अनलाइन कागजात यहाँ हस्ताक्षरित कागजात भित्र आउँछ। हामीले त्यहाँ गएर ठेगाना परिवर्तनको कागजातहरू आवश्यकता अनुसार डाउनलोड गरेर राख्न सक्छौँ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझावहरू छन् भने कमेन्ट सेक्सनमा अवश्य लेख्नु होला। साथै भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। च्यानललाई शेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।